दाइ हामी तपाईँलाई सपोर्ट त गर्न चाहन्छौँ तर हजुरको सामान धेरै महँगो छ। हामी के गरौँ? अहिले हामी अर्डर त गर्न सक्दैनौँ तर हजुरको प्रोडक्ट हामीलाई एकदम मनपर्छ। हजुरको कामलाई फाइनेन्सियली हेल्प गर्न चाहन्छु तर अहिले गर्न सक्दिनँ। सब यही रिजनहरू सुन्नमा आउँछ। फर्स्ट अफ अल हाम्रो प्रोडक्ट यति महँगो त छैन, तिमीहरू किन्नेवाला त बन यार। अनि सेकेन्ड कुरा यो हजुरलाई कसले भन्यो हजुरले हामीलाई सपोर्ट यस कारणले गर्न सक्नु हुँदैन कि केही सामान बाई गर्नु भएन भनेर? यस्तो त होइन नि मेरो राजा यार। हजुर हामीलाई सपोर्ट गर्नुहोस्, जति गर्नुहुन्छ त्यति हाम्रो लागि राम्रो हुन्छ। यो मतलब होइन कि हजुर हामीसँग अर्डर गर्नु। जब हामी हजुरहरूसँग यो भन्छौँ कि हामी जस्तो स्मल ओनरलाई सपोर्ट गर, यसको मतलब यो हुन्छ कि हाम्रो भिडियोलाई लाइक गरेर, प्यारो मिठो कमेन्ट गरेर, फलो गरेर, हाम्रो भिडियो आफ्नो फ्रेन्डलाई सेयर गरेर पनि गर्न सकिन्छ नि यार। जब हजुरहरूले भिडियो पोस्ट हुने बित्तिकै आफ्नो फ्रेन्ड सर्कलहरूसँग सेयर गर्नुहुन्छ तब उसको रिच अब स्टार्ट हुन थाल्छ। टिकटकलाई अब थाहा हुन्छ यसलाई मान्छेहरूले हेरिरहेछन् भनेर। टिकटकले अब त्यो भिडियोलाई जति सक्दो धेरै मान्छेको फर यु पेजमा लग्न थाल्छ। त्यसपछि धेरैजनाले हामीलाई देख्नुहुन्छ, धेरैजनाले हेर्नुभयो भने यो चिजको चान्स बढ्दै जान्छ कि धेरै मान्छेले हामीलाई एप्रोच गर्नुहुन्छ। फर इक्जाम्पल मेरो एउटा भिडियो 10K या 20K गइरहेको छ भने 1-2 जना त यस्तो मान्छे हुन्छन् नि जसको आँखाले मेरो प्रोडक्ट मन पराउँछ भने उहाँ आएर मसँग प्राइस सोध्नुहुन्छ, अर्डर गर्ने तरिका सोध्नुहुन्छ, पेमेन्ट मेथड सोध्नुहुन्छ अनि अर्डर डन गर्नुहुन्छ। यस तरिकाले पनि हजुरले हामीलाई सपोर्ट गर्न सक्नुहुन्छ नि यार। हामी स्मल बिजनेस ओनर कहिले पनि हजुरलाई भन्दैनौँ कि हाम्रो सामान हजुरले बाई गर्नै पर्छ भन्ने। हुन्छ यदि हजुरलाई बाई गर्नै मन लागेको छ भने, प्रोडक्ट राम्रो लागेको छ भने हजुरले स्योर बाई गर्नुहोस्। तर बाई गर्न सकेन भने एटलिस्ट आफ्नो फ्रेन्ड सर्कलमा सेयर त गरिदिने गर्नुहोस्। यदि हजुरले गर्दा कसै गरिबको घर चल्छ भने, कसैको रोजीरोटी आउँछ भने के प्रब्लम हुन्छ र यार हजुरलाई?